dindich tang de yu ngone chena tari nge gi nangcho ngotu che zo de lojong tsige ma ani ma shuyare yimba yina ya nge tarang shoge samluchi tai mashi kesan ne samluchi tai lojong tsige me ge da che de za chumbu shirare dinge ma shugwe de kejen tenje re yina ya da lojong gi nyamnen de ge de tsige me ge nyamne cha chawa de gyase la le sundu me nang la yude yore di shoge shib chabu to ne chigi yore sida di imba yundu di nang la jik tengudu da dharing de mixi ki ane Muktinath Samaj la da nangshu lojong tsege ma di tiya chigi imba yundu di ki longda ti dordu chik shuguli ya shigi che di ngu la ane nge ngu ne da ngaran zo la ya nge ngu ne kiran zo la ya penya ki che do ane da langdor ki lamde chilu che da susu mizi na la kari che na yaku yo ba ane jegi susu nangba yinbe cha ne kari che na yaku yo ba Muktinath Samaj se dinde ki tsokpa chi yinbe cha ne kari che na yaku yo ba o dinde kor kandar kayo la yo ki pendo yo ba ane kor nye la chi shena sangadu rwa lojong tsege ma de ko ting sabu rabu ji yo rwa nyamlen tse tobu rabu ji yo rwa di lamsang she mogo wa che nye la ya di shegi Nepali ma zang alikati bansu ay unu zang aza mero dharma pravachan khas kare ra zang Madhi Sudan ko bishima ho Madhi Sudan ko dharma haru zang unu zang Byana hamro dharma pravachan chane Buddhi Sattva ko 27 ane 37 कार्यहरू अभ्यासहरू छ नि त्यो भित्र चाहिँ सिमेन्टको छ त्यसो कारणले त्यो ब्रेस्ट ग्रुपले त्यो भित्र चाहिँ अनि आउँछ अहिले चाहिँ यहाँ अब यो प्रवचन चाहिँ मूल भएको कारणले यो चाहिँ पछि यसको आगम र भाग्य चाहिँ पछि छोटकरीमा भनौँ पहिलो चाहिँ हामीले आफ्नो जिन्दगीमा आफ्नो एउटा मानव जीवन पाएको मान्छे भएको कारणले अनि हामीले के गर्नुपर्छ भनेको विषयमा त्यो सँगै हामी बुद्धको एउटा चेला बौद्ध भएको कारणले अनि के गर्नुपर्छ भनेको विषयमा अनि त्यसको माथि मुक्तिनाथ समाजको भित्र भएको एउटा बौद्ध महायान बौद्ध हो त्यो भएको कारणले अनि हामीले के गर्नुपर्छ अनि भनेर त्यसको विषयमा चाहिँ खास गरेर चाहिँ लामदुन भन्छ छेउको भाषामा सम्बोधा लेबीमा अब नेपालीमा भन्नु भनेदेखि सल्लाह सुझाव हो त्योहरू चाहिँ पहिला भनौँ भन्थान्यो त्यो भयो भनेदेखि अनि त्यो सबैलाई अलिकति फाइदा हुन्छ र जस्तो लाग्यो त्यसो कारणले त्यो चाहिँ पहिला चाहिँ भन्न चाहन्छु यहाँ दिने तपाईहरु केही लेख्न सक्नेहरूले लेख्दै गर्नु युवतीहरूले खास गरेर ध्यान गरेर त्यो ध्यान दिएर चाहिँ लेख्नुपर्छ मैले पहिला यस्तो त्यसको पछि यसो गरेर मैले सबै भन्छ नि त्यसको कारणले लेखेर मनमा राख्यो भनेदेखि फाइदा हुन्छ भविष्यमा हो त दुष्य त गोचुगी इन्दरवा त दिलया अब म टिप्टीमा भन्छु उहाँले नेपालीमा चाहिँ अनुवाद गर्छ अलि क्लियर हुन्छ अनि भिडियोमा पनि त्यो हालेर चाहिँ युट्युबमा आउँछ धेरै हाम्रो बौद्ध नेपाली बौद्धहरूले अनि सुन्नु सक्छ फाइदा हुन्छ जस्तो लाग्छ त्यसो कारणले Olaso
아부 하메아로 가자 당마람조 창마 다른데 자시 롤레바 덴디지기 토네 묵디나 사마지기 초강나라 먼저도 좀바리 당 먼저 대 좀해야돼 좋아 직최 세hin 소소이나야 다른 묵디나 사마지 초강나라 아니 민망부지 좀바당 낭베기 민망부지 좀 여봐 근데 이마 윤두 코란 속에 있나야 즉 셈기 나네 가시 조신도 전에 내내 제발에 최 시로 체스라바래 마라이 마이나야 대용제 아니 저게 가시 조신베 낭네 셈기 나와 끌롱 나버타가 저게 낭네 된단 덴베 펜도 예베 아니 깨지셔야다 최시에고래 마도 다가스지 대좀 아니 다시 놀래가는 좀 발라 뒤즈도 촐라땅 바이나 하장이 방불에 데데에 뭐 인자 뒤즈 촐라 만도바 뒤즈디 배주 약부 여바 된다데 뭐 용야라 나랑게 배주 때문에 계란즈 배주 때문에 세네 당부디 쉬고요 आज यहाँ उपस्थित नभएका सम्पूर्ण अथवा विशेष गरेर मुक्तिनाथ समाजको आयोजनामा गुरुलाई विशेष गरेर सौहार्दपूर्ण वातावरणमा एउटा शुभ साइट पाएर हृदयदेखि नै स्वागत गर्नुभएको छ र स्वागत गर्नुभएको के को लागि हो यो हामीले अत्यन्तै बुझ्नुपर्दछ त्यसैले यी स्वागत गरेर जुन यहाँ उपस्थित भएर धर्म प्रवचकले पनि फाइदा हुने धर्म अथवा फाइदा हुने कार्य गरेन भने अथवा सुन्नेले पनि राम्रो सुनेन भने हामी सबैको समय खेर जान्छ त्यसैले धर्म प्रवचकद्वारा पनि राम्ररी फाइदा हुने धर्मको प्रवचन दिने र सुन्नेले पनि राम्रो सुने भने आज जुन एउटा सौहार्दपूर्ण वातावरणमा जुन स्वागत गर्नुभयो त्यसको महत्त्व रहँदछ ओया 다 된데 인자 다른기 뒤주디 된다된버지 영향이 채도 네 깨지셔야 돼 된전 숨기 통안에 깨지시고요 된전 당부디 나란소 미지 임에 차네 미 양탁과 최고리 세기 된전직 된전 이버디 먼저 땜베 진주기 낭바지 임에 차네 낭바 양탁과 최고리 세지 니 된전 숨바테 먼저 아니 벽이 상기기 최대 히말라야 리균이마 다르체 당 묵디나게 사자 대화래야 다르용아래 된대기 인상 먼저 창마 아니 저기 벽이 상기기 최지 냠낸 체계 대바치게인게 아니 택진바치 차요 된대기 인상 나란조 택진바치 임배 차네 택진바 양타바시 최고래스 오 디숨기 꼴라 미 양타바체야 낭바 양타바체야 택점바 양타바체야 오 디숨기 꼴라 슈규인스 आजको धर्म प्रवचन तीनवटा विषयलाई आधारमा राखेर हुनेछ प्रथम छ हामी एउटा मानव भएको हुनाले असल मानव कसरी बन्ने भन्ने बारेमा प्रथम धर्म प्रवचन हुनेछ भने दोस्रोमा हामी बौद्ध बुद्धको चेला अथवा बौद्ध मार्गी भएको हुनाले सम्यक बौद्ध मार्गी कसरी बन्ने बारेमा बन्न सक्छ भन्ने बारेमा दोस्रो र तेस्रो छ हामी महायान बौद्ध धर्मावलम्बीहरू भएको हुनाले महायान धर्म सम्यक महायान बौद्ध मार्गी कसरी बन्ने भन्ने बारेमा यी तीन विषयलाई राखेर आजको प्रवचन हुनेछ 어디체 다 디숨이 나네 당보 미 양타바 제세야디 아니 슈구이 다 미 양타바 제세야디 토라 지당기 잠불링 디나라 단답바도 중샤베 아니 제기다 출루 잠면자 나소베 나라 아니 제기다 케바 아니 지 라라 스스에게다 간다 최냠낸 책에 망부지요래 어떤 된수 창매기 아니 말한조 지당 수소
미 깨와 질랑사회 슈그텔라 미 양부 최고래 세기 랍치티 아니 겹되고 요레스 हाम्रो यस विश्वमै हामीले विश्वमा हेर्दाखेरि विभिन्न धर्महरू विभिन्न दर्शन शास्त्रहरूको चाहिँ उत्पन्न भएको छ विभिन्न दर्शन शास्त्रहरू छ र ती धर्महरूले पनि सबैले मान्छे राम्रो बन्नुपर्छ एउटा दुर्लभ मानवको ज्वरो भनेको के हो मान्छेको असल व्यक्ति कसरी बन्ने भन्ने बारेमै बताउँदछ सबै धर्मले र आज यहाँ पनि विशेष गरेर एउटा धार्मिक अब असल व्यक्ति कसरी बन्दछ र असल व्यक्ति कस्तोले भन्छ भन्ने बारेमै प्रवचन हुन्छ तत् तिन्द्रिकी मङ्बु योबे नाङ्ने त्योम्बा सङ्गे जोम्देन दे शुकेङ्गे त्योम्बा थेताङ त्योम्बा थेगी कुई कुसब सुङ्गी सुङ्सब थुगी थुसब तु क्युबा थान्देकी जम्बुलिङ दिनाला अनि योदा यो शिम्बे अनि ngaraanzo tachi pyoda himalaya rigigi sangigi tembegi takbudawo senayenda tinzin kungi sukin senayenda junor khonsu kyamgu chungu yimare so junor khonsu kyamgu chungu chogi mi yang takpa chi yongya mi sangbu yongya di thola ani talu radar ribachi nangyores र भगवान बुद्धको जुन एउटा धर्मलाई उपदेशले विश्वभरि नै फैलाइरहेका जुन हाम्रो अहिले भएका 14औं अवतारी परम पूज्यनी दलाई लामा गुरुदेव छ र उहाँले बुद्धको कायाको रूपमा वचन वाक्यको रूपमा चित्तको रूपमा जति नै उपदेशहरू छ विश्वभरि नै फैलाइरहेको छ त्यसैले एउटा उहाँले जतिखेर पनि आफ्नो सल्लाह सुझावमा विश्वभरि छरिरहेको मानवहरूलाई सल्लाह सुझाव के दिनुहुन्छ भन्दाखेरि असल व्यक्ति बन्नुपर्दछ असल व्यक्ति कसरी बन्ने भन्ने बारेमै उहाँले आफ्नो जतिखेर पनि प्रवचनमा यसरी बताउने गर्दछ धेरै त थाङ्बो ngaraanso yaku che samta nganzu zambuling le ya kewal le yonde थाङ्बो mi kewal le bare mi chakwan थाङ्बो ne nangba chayo mare थाङ्बो mi de kale ane che nangbe che la teba chege cha yongde niba de nangba cha bare cheza mi tangbo cha niba nangba cha gdo dede yinza ngaranzu khatu yinaya zamlin dinala sosu kewa chelen sa tu mi kewa len sa miri di yindu ngaranzu ge chigi towa simje zamlin dinala yo mi changma la ya o nga mi yimba nashi Kuranzu tsangma zambulin ya kewal lan shewe miris chene mida mii tatang di chigi mii tawa nga mii sambe somlo dushe di tohne ngaranzu ki tatang di ani dushe di tohne tabgoya di kechumburis jikche प्रथम हामी यो विश्वमा यो जम्बुद्वीपमा जन्म लिए पश्चात हामी प्रथम चाहिँ एउटा असल व्यक्ति असल मान्छे बन्न अति आवश्यक छ बौद्ध भनेको बौद्ध र अबौद्ध भनेको पछिको कुरा हो बौद्ध भनेको पछिको कुरा हो त्योभन्दा अगाडि हामी राम्रो असल मान्छे बन्न अति नै जरुरी छ यो छलोकमा हामी एउटा दुर्लभ मानवको ज्वरो प्राप्त भएर हामी सबै यहाँ आज उपस्थित भएको छ र यसै गरी यो संसारमा जति नै मानवहरू छ ती सबै एउटा आपसमा चाहिँ हेर्ने विचार सोच अथवा चाहिँ कार्य आचरणमा चाहिँ राम्रो हुनुपर्दछ र विशेष गरेर हामी आफ्नो तर्फबाट अरूलाई कुन दृष्टिले हेर्ने एउटा मानवले अर्को मानवलाई मानवको तरिकाले हेर्ने हामीले बुझ्नुपर्दछ mi shenda la mi dang mi tu yong du mi du she yu to ne ta ya chi le na penjun dewa che ya da ani ji penjun thulam che ya da den zu to la ya yo mi de dang bo ma sha che nang ba se ji da tin na ne su su gi mirik ji gi ke ji she ne pe na pe ba ji na pe pe mi nepal ji na nepal gi mi tin de sam lo dang bo tang na ani lam sa nangba mayin genjik tu yongdu tarang bu shivu charu re. Peba jiga ngoyane pimi mayin bashi tu yongdu
수수기 롱바치고 이메다기 여사 롱바치고 많이 통 타르부 차루야 디나시 묵티 사마시기 미 예레 말에서 당부다 샤와이나 람산테 타르부 차루야 디리 인자 수수기 최다 수수기 미리 가리임베디 삼로디 알레샤네 nganzu changma jowa mi re sha chene nganzu changma mi ba jigba re samba samlo di ta yina o ta zamling di nala mirik thunde chulu thunde mida mi parge zewa dezu chede yarge joyala hajang phanto chumbu yores त्यसै कारणले हामी एउटा सर्वप्रथम हाम्रो सोचमा चाहिँ जातिको थरको कुरा नगरेर समाजको कुरा नगरेर हामी सबै एउटा मानव छ मान्छे रहेछ हामी एक आपसमा चाहिँ मान्छेकै एउटा मानवले अर्को मानवै रहेछ मलाई सुख चाहिन्छ उसलाई पनि सुखै चाहिन्छ भन्ने एउटा दृष्टि एउटा मानवले अर्को मानवले एउटा राम्रो दृष्टिले हेर्ने भए हामी एक आपसमा मिलनसार भएर मिलेर हामी एकै परिवार सम्मान बस्न सक्छौँ यहाँ हामी कसरी पक्षपात भन्छ भन्दाखेरि एउटा उदाहरण पर्दाखेरि ऊ चाहिँ तिब्बती ऊ चाहिँ नेपाली ऊ चाहिँ गुरुङ ऊ चाहिँ तामाङ भन्ने विभिन्न हामी बाँचिरहेको छौँ यसले हामीले एकता बनाउँदैनौँ हामी टाढा राख्ने गर्छौँ त्यसैले पनि हामी प्रथम हाम्रो दृष्टिमा हाम्रो सोचमा के हुनुपर्छ भन्दाखेरि पहिलो प्रथम हामी सबै एउटै मानव रहेछ हामी सबै मान्छे रहेछ उनलाई पनि सुख चाहिन्छ मलाई पनि सुख चाहिन्छ हामी एक सम्मान रहेछ एकै परिवार जस्तो रहेछ भन्ने हामीले सोच आयो भने हामी मिलेर बस्न सक्छौँ त्यस कारणले त्यसमाथि मैत्री र करुणा माया दया हामीमा भयो भने एक आपसमा हामी मिलेर बस्न सक्छौँ ठिक छ ता धेरै यम्बा यन्दे पेना ngazu samrustanda ngaranzo temba sangi chumne degi jenju nangbare ani temba chumne degi molom khande chikyongdo ngazo lo molom khande gyap sigdo labcha khande kyongdo temba chumne degi kalub nala simjen thamje dewada dewegyoda dembare gyurji simjen thamje dongeda dongagi gyoda cheware gyurji dindrege molom kyoyata molom gyapta ngazo labre ngazo gyagyo 제가 오 디기 낭라 미점 마세베 심제 담제 대화도 되버쇼 심제 담제 동화도 되버쇼서 디 당부 송구도 디 낭라 낭바 담제 대화도 되버쇼 낭바 담제 동화도 되버쇼 현다 가르치는 제 데려 송미도 बुद्धको एउटा उपदेशमा प्रत्येक उपदेशमा बुद्धले कहिले पनि आफ्नो चेलाको लागि आफ्नो वरिपरि बस्ने परिषदको लागि भनेर विशेष प्रकारको धर्मदेशना दिनुभएको छैन बुद्धले जुन एउटा बुद्धको सल्लाह सुझाव र बुद्धको ज्ञानमा उपदेशमा के पाइन्छ भन्दाखेरि हामीले सर्व प्राणीहरूलाई सुख होस् कसैले दुःख नहोस् भनेर सबै प्राणीलाई अझै यसरी उपदेशहरू दिएको छ र आज मानवले मात्रै नभएर सबै प्राणीहरू पशु पक्षीदेखि लिएर झन् छलोमा जति नै प्राणीहरू छ सबैको लागि चाहिँ एउटा एक सम्मान हो सबैले सुख होस् दुःख नहोस् भन्ने सल्लाह सुझाव दिनुभएको छ र भगवान् बुद्धले कदापि यस्तो भन्नुभएको छैन कि बौद्धलाई मात्रै सुख होस् आफूलाई चाहिँ दुःख होस् भनेर कहीँ पनि उल्लेख पनि गरेको छैन त्यो भावनाले हाम्रो दृष्टिमा पनि सर्व प्राणीलाई हेर्ने एकै समान दृष्टि हामीमा उत्पन्न हुनुपर्दछ तेरे तिचिक छे तिने यम यिन्दे जाम्बा अनि संगे चिदाङ ngaranzu gita संगे चोमदेन दे लाया दे nganzu gi temba re da temba लाया दे ngaranzu la lamden chige nganzu la ya labja gya gen re ta labja gya gen gi temba gi संगे gi labja den de gya gu de nganzu ya labja thi na la ya ngeng go war ngeng ne la len ta go war de yin temba sangi chumden dege labja kyebe kabla sangi chumden dede ngara chi khasure samlo tongdan de hajang ge khuyang bu yor inji kela masona open mind chene samlo hajang ge khuyang bo chikche busu to bu yo mare de gala sangi chumden dege gongba sheda samlo tongdan de jachum bu shibuji yor inji kena la broad mind sur samlo hajang jachum bu yor Today in the Kongima, Kalubna, open mind, Samlo Kuyang Chigda, Samlo Chachimbuchigane, Nanzoluma,
람데 랍자 능그 여자 덤베 진주기 낭바지 이나 텐데 낭바기 인긴 속에 좀 된데라 믹베다네 소소 이나야 삼로 갸첨부 땅야 삼로 부수 도부 매봐 삼로 구양보 삼로 도부 매봐 삼로 갸중 매봐 오 텐데직 토네 나란조 이나야 오픈 마인드 브로드 마인드 텐데직래야 레토야기 베전난고 와래 बुद्ध हामी बौद्ध मार्गीहरूको एउटा मार्गदर्शक हो बाटो देखाउने हो हामीलाई बुद्ध भूमिमा डोराउने हो त्यसैले हामी बुद्धको बौद्ध मार्गीहरूले पनि बुद्धले दिनुभएको सल्लाह सुझाव र उपदेशमा हामीले ध्यान दिनुपर्दछ जब बुद्धले हामीलाई यति अमृतमय उपदेशहरू सल्लाह सुझावहरू दिनुभएको छ यदि हामीले ती सल्लाह सुझावहरूलाई नसुन्ने अभ्यास गरेन भने त्यो भगवान बुद्धलाई घाटा हुनेवाला होइन हामी आफैले त्यस्तो प्रकारको घाटाहरू भोग्नुपर्छ हामीले त्यसैले हामी बुद्धको चेला भाव हुनाले बुद्धको सोच ओपेन जुन बुद्धको सोच छ सर्व प्राणी अड्ने सोच सर्व प्राणीलाई राम्रो गर्ने सोच हो त्यस्तो सोच हामीमा पनि आउनु पर्दछ त्यसैले ओपेन माइन्ड भन्नाले खुल्ला मन सफा खुल्ला मन भयो भने सबै मान्छे हामीमा अड्न सक्छौँ त्यसरी नै हामीले जतिखेर पनि हाम्रो मार्गदर्शक जुन बुद्ध भएको हुनाले बुद्धले कसरी बाटो देखाएको छ बुद्धले कसरी उपदेश दिनुभएको छ त्यो हामीले श्रवण र अभ्यास गर्ने अति आवश्यकता छ त्यसैले हामीले पनि एक आपसमा खुल्ला मन ओपन माइन्डेड अथवा ब्रोड माइन्डेड त्यसरी शुद्ध मनले सबै अड्ने गरी हामीले सोच्यो भने तपाईँ आफू अरू दुवैले ठुलो फाइदा हुने सक्नेछ त्यही यिम्बा हिन्दू चाम्बा सांगी जुम्देन देगी 아니베 심진 탐제 대화도 된바지 용야다 심진 탐제 동네를 쳐야 딘디지기 갈롭나 요바 유드 먼저 때문에 진주기 나야天당시 전에 심진 탐지기 된다라 삼로동야다 심진 탐지기 디기두야 동네에서야 삼동야데 개점부레스 딘데 삼로디 아니 저기 요바이나 아니 수수 미제나라 저기 삼로동다 야침보 유대외 미직 차두고 요래 삼로 고향 유배 미직 차두고 요래 디기토네 수수미젤라 편도 요래 디직체 대단 냠도 다 상기 좀 된 되게 걸럽 나라 미 약부 쳐버리 세기 아니 걸럽 진난 거 요와 인자 다미 약부 차야 미 양타바 차야 오 딜라 차겐 가르창 거 같다. 미 야부 차야기 규게 가르래. 어디 쓰용도 아니 미 야부 차야기 규겐 조대 미 야부 인다 면세야 돼. 셈나 야부냐. 미 야부래 말해. 미 야부 이메세야 돼. 너를롱제 여매기 토네 쓰고요 말. 너를롱제 여나 미 야부. 너를롱제 매나 빼샤 매나 미두자 쓰고요 말해. 대낭신기 아니 저게 토코사 첨부된데 여나 배 뻔보래 저기 가수그래 개보래 뻔보래 아니 된데 제 랍소나 미야보 된데 토코사 매배 미 교보라지나 미탑 교보라지 매서 송댕이지나 되면두자 뒤에와 송고요 말에 니체 다야 땀년다 깨다 여나 미야보 केटा मैना मिदुजा तेयां सिगियो मारे तेजमदो मासेबे टेंगरब की शेय येबा चामगे मी याबुदा टेंगरब की शेय मेबा मिदुजा तेयां मारे तिंजे इना ता मी याबु मिदुजा 간제세네 예와 체가스 라바 이나 ताती समलो तोंगदां याबु येमेला तुगियोरे मी खांदा खांला 공도 셰베 너롱제 밭 아디카르 라소파 가야 메나야 미디기 셈바테 상부 슈부지 여바이나 미야부 차오레 미디기 셈바테 상부 메바 셈바 독자 여바이나 공도 셰베 밭 아디카르 라소파 가르 여바이나야 미야부 차비요 말에 디인자 미스 야보 미스 상보 세야데 미디기 셈바 상보 텔라야 투기요레스 त्यसरी एउटा चेला भएको हुनाले हामीले कसरी सोच्नुपर्छ कसरी अभ्यास गर्नुपर्छ कसरी चाहिँ अन्य
व्यक्तिहरूसँग कुनै मानिससँग पनि कसरी सम्बन्ध गराउने भन्दाखेरि हामीले अरूलाई यदि कसरी अरू प्राणीले अरू व्यक्तिले अरू मानिसले पनि कसरी चाहिँ सुख दिने र दुःखबाट कसरी मुक्त गराउने भन्ने बारेमा हुनुपर्छ। त्यसै गरी अब आयो असल व्यक्ति भने कसरी चिनिन्छ हामी असल व्यक्ति हुनको लागि कति प्रकारको गुणहरू हामीलाई चाहिँदछ त्यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ। असल व्यक्ति असल मान्छे भनेको धन सम्पत्ति भएको पद अधिकार भएको अथवा राजा जस्तो मन्त्री जस्तो त्यस्तालाई असल व्यक्ति भनिँदैन अथवा त्यो सँगै आधुनिक शिक्षा भएको अथवा चाहिँ ऊ चाहिँ प्रख्यात भएको विश्वभरि चिनेको त्यस्तोलाई मात्रै हामीले चाहिँ असल व्यक्ति भनेर चिनिन सकिँदैन। अब असल व्यक्ति भनेको कस्तोलाई भनिन्छ भन्दाखेरि असल व्यक्ति भनेको सोचमा भर पर्दछ उसले कस्तो सोचिरहेको छ सोच अनुसार उसले कस्तो कार्य गरिरहेछ हो त्यो भावनाले सब थोक आफ्नो मनमा भर पर्दछ। यदि कुनै व्यक्तिलाई धन सम्पत्ति पद अधिकार नभए पनि उसको मन अत्यन्तै सुन्दर अत्यन्तै राम्रो भए भने ऊ असल व्यक्ति बन्न सक्छ। त्यसैले असल व्यक्ति भनेको मनमा भर पर्दछ। mi sangbo yeme mi yaku yeme te mi tigi samlo sem sangbo yeme la tugu yores diche ona semba sangbo se na khandichira sigi yore laba yina semba sangbo se ade shen la neba miche sambe samlo te semba sangbo jiri nye simjin shen la pen tagi sambe samlo te semba sangbo jiri 그래서 셴라 네버 메제베 삼바다 셴라 펜바제베 셈바텔라 셈바 상보스기야래 딘데 임바 인데 셴라 네버 메제베 셈바데다 셴라 펜바제베 삼로니디 가네 용구 여르베 세네 라바 임바 이나 나랑주 심징기 셈기 나라 참바다 닝제세야기 삼로디 여바 이나 베나 참바세에게 삼로디 셴기 대와 셴라 디기되기 있으면 삼로로와 닝제세에게 삼로데 셴리야 동네되기매 셴기 동네 매버스기 있어 삼로로와 제상가 셴라 디기되기 삼배 삼바 참바티다 지 셴기 동네 매버스기 있어기 닝제 삼바티 여바이나 딘제기 삼바디기 토네 nga shenla neba kiki me sambe samlo yongsa rawa chamba de ningji de yoba yina nge shenla pen dagi sambe samlo de yonga doa dende yinba yinza shenla neba mejebe samba da shenla penba chebe samlo ni de yang kane yongu yore se jeju tangna chamba de ningji le dene yongu yore chamba de ningji tela ngaranzo chögi sik pebe sik nala chamze sigore chamze dende yinba yinza 참제 옆에 미지이나 미 상부이 말 미야부이 말 참제 매베 미지이나 미야부 매이 말에 대인상 미 약부 예매인데 참제 옆에 미 예매라 따고래 अब हामीले असल सोच सबै कार्यहरू मनमा भर पर्दछ मनले नै गर्छ भन्ने कुरा आइसकेपछि अब कस्तो मन हुन्छ यसको भन्दाखेरि असल मन राम्रो मन शुद्ध मन अब शुद्ध मन भनेको चाहिँ कस्तोले भनिन्छ भन्दाखेरि शुद्ध मन भनेको चाहिँ अरू कसैले दुःख नदिने मन एउटा र अर्को सबैले फाइदा गर्छु भन्ने मन त्यसैले दुई प्रकारको मन छ अरू कसैले दुःख नदिने मन र म अरू सबैले फाइदा गर्छु भन्ने मन जस्तो दुई प्रकारको मन यी मनहरू कसरी आउँछ भन्ने कहाँबाट उत्पन्न हुन्छ भन्ने फेरि हामीले सोच्नु पर्दछ यी मनहरू कहाँबाट उत्पन्न हुन्छ भन्दाखेरि मैत्री र करुणाद्वारा उत्पन्न हुन्छ माया र दयाबाट हामीमा त्यो एक प्रकारको राम्रो मन उत्पन्न हुन्छ त्यसैले अरू सबैले जुन एउटा मैत्रीको सोच हामीमा हुनुपर्छ म सबै प्राणीलाई चाहिँ सुख दिन्छु भन्ने एउटा मैत्री हामीमा उत्पन्न हुनुपर्छ त्यसै गरी निङ्जे भन्छौँ करुणा र सबै प्राणीहरूको दुःख कष्ट समस्याहरूलाई म दूर गर्छु भन्ने एक प्रकारको राम्रो सोच हुन्छ त्यसलाई करुणा भनिन्छ र यी दुवैले समग्र रूपमा भन्नुपर्दाखेरि माया र दया भन्छौँ हामी त्यसमा माया दया र असल सोच र असल विचार भएको मान्छे नै असल व्यक्ति बन्न सकिन्छ 텐데 임바 인데 참제 예배 아니 참제기 삼로 예대베 미지 차차나 콜라 참제 요래 nen가다 nen가
참제기 삼루도 여차나 셴라 네바 지기 미 삼베 삼루도 리기 요래 셴라 펜바 지기 삼베 삼루 용그레 니바체 콤바숨바 셴라 네바 미체 삼베 삼루 여바 이나 셴라 네바 제야기 레가 속줘바 마지바 레바라 속바 딘디기 레가 독자디 지기 말해 딘디 제게 고급라바 이나야 깍되기래 니 내가 독자디 지겨 말해 쟤네 내가 독자 제야 미기베 내가 제야디 까요도 와 단때네 셴라야 폐 땅이 삼베 삼루디 레바 이나 삼루디기 톤에 가르치 그래 셴달라야 강투두기 로바치 그래 펜바치 그래 딘디 임바 인자 셴라 네바 미체 베기 쩨바시도와 오텔라 아살 아자란 셴라 펜바 쳬베 쩨바지도와 텔라야 아살 아자란 쳬 바니 베와 람도 세 오다 티리 딘디 임바 인데 셈바 상보 땅 쩨바 상보 셈바 상보라 예럽게 삼바스고래 셈바 상보 텔라 때네 용야게 레가 차와 쩨바 약부 텔라 아니 쩨상 스고래 저는 예럽게 삼바 예럽게 쩨바세야 돼 딩니데 딩디게 예럽게 삼바다 예럽게 쩨바 니다 뎀베 강사라 밀라 아니 밑에 약보 밑에 상보 밑에 원내 타네에 쩨바 약보레스 예럽 쩨상 예베 미레 세네 또 샤비어레스 दोस्रो असल विचार र असल विचार पश्चात असल आचरण जब व्यक्तिले असल विचार भए पनि जुन देशद्वारा नै हामीले असल कार्य गर्छौँ र असल आचरण हुन्छ उसको आचरण भन्ने बित्तिकै विभिन्न कार्यहरू हुन्छ र त्यसै पश्चात यदि असल आचरण भएको व्यक्तिले कसैले पनि चाहिँ दुःख कष्ट दिने काम गर्दैन जस्तै हत्या हिंसा जस्तो चोरी डकैती जस्तो विभिन्न कुकर्महरू गर्दैन र त्यसै गरी त्यस्ता असल आचरण भएको व्यक्तिले बरु सहयोग गर्नेमा मद्दत पुर्याउनेमा जतिखेर पनि लागि पर्दछ त्यसैले असल सोचद्वारा नै असल आचरण हुन्छ यी दुई सोच असल सोच र असल आचरण यी दुई विचार राम्रो आचरण हामीमा भयो भने यी दुवै गुण हामीमा भयो भने हामीले त्यस्ता व्यक्तिहरूलाई असल व्यक्ति भन्न सकिन्छ त धेरै धेरै 임바 인자 지당 알아서 저게 야가 대발라이 텐데 쓰고래 미싱에디 미 오리지널 인고래 쓰고래다 제가 미 오리지널 라야디 가디지를 라고를 라와이나 사바 남타 예베 미 쩨바 예럽 예베 미 어디서 됐더라 미 오리지널 쓰게 요래라 들이 제가 대마도 저게 미 양부 차발을 인지민지 노롱제다 땡럽기 신연다 아니 즉 토커서 요구해야 된대 문도와 다른 예한다 기루 세대 잡아서야지 기예래 다들 대발래요 쇼게 공자가 연구도와 제가 코란 세기도 코란 되네야 제제 가수래 세글 땅네 되네야 로네야야야야 저 무스땅네야 로다 되네야 드로이스 야야야야야 드도 롱바 쿠교 시부된데 레가도스 롱바 쿠교 시부데발래 용도 미딘데 약부 시부된데 도스 미베 삼반남다 최라 대바 여바 아니 동좀시시 아니 미 콘소 미사ව러 되네야 두고로 멜레 약부치야 텔라 추트야 차트야 오다 딘데기 토네 미 상부시부도스 덴졸라네 노르롱제야 민두스 담녜다야 민두스 토코자야 민두스 이나야 미페 오리지널 미페 이만다리 두스드리야 두스 마용데 페샤 마우로치 잘라 마우로치 둘로 마우로치 하 되네 모타 지부데서 땅 빡바데서 땅 근데 가자면 저거 샘기 나라 다 메도 코 되네 이나 지셔고 안다 그래 지금 나한테 제자네 페샤 죽고 차바다 삼로 독자 죽으로 치지 되네 이거도 세요 나 제가 되네 이거 이드 삼바 미야고 차발라 인진민지 배샤 고야 된데 요 말레스 디직체
र भारत लगायतका नेपालमा विभिन्न ठाउँमा पनि सुन्ने गरेका थिए जस्तै ओरिजिनल मान्छे र अब डुप्लिकेट र ओरिजिनल मान्छे हामीले छुटाउनु पर्यो अब ओरिजिनल मान्छे हामीले कसरी हुन्छ अब ओरिजिनल मान्छे भन्नाले असल विचार र असल आचरण भएको मान्छेले नै हामीले राख्न सक्छौँ र ती व्यक्तिहरूलाई धन सम्पत्तिहरू अथवा चाहिँ विभिन्न अथवा चाहिँ बाङ्लादेखि लगेर अथवा चाहिँ प्रख्यात भएको कुराहरू विभिन्न त्यस्तो हुनु परेन उसँग एउटा असल सोच र असल आचरण भयो भने ती व्यक्ति नै हामीले असल व्यक्ति भन्न सकिन्छ जस्तै गुरुले उदाहरण दिनुभयो गुरुको एकजना चेला जुन एउटा लो मुस्ताङ एरिया जुन गाउँ एरियामा जाँदाखेरि दुर्गम क्षेत्रमा जाँदाखेरि त्यहाँको व्यक्तिहरू त्यहाँको मानिसहरू धेरै मन राम्रो भएको पाएका छन् भनेर गुरु बताउनुहुन्छ र हो पनि हो उहाँले एकदमै राम्रो तरिकाले स्वागत गरेर घरमा जे छ त्यो खानपिनहरूदेखि बाँडेर यस्तो चाहिँ राम्रो शुद्ध विचार र आचरण भएको मान्छेहरू अहिले हामीले प्रत्यक्ष चाहिँ गाउँतिर भेट्न सकिन्छ भनेर गुरु बताउनुहुन्छ त्यसैले जबसम्म हामी गाउँ छोडेर सहरतिर लाग्छौँ र हामी मनी माइन्डेड भन्छौँ हाम्रो मनै जतिखेर अथवा चाहिँ प्रतिस्पर्धामा लाग्छौँ हामी उसको यस्तो भयो उसको त्यस्तो भयो उसको कहाँ घर बाङ्ला भयो हाम्रो राग उत्पन्न हुँदै जान्छ त्यस्तो छ त्यसपछि हाम्रो जुन असल विचार र असल आचरण गर्दै जाने कुरा त्यो पक्कै हो त्यसैले पनि असल मान्छे असल व्यक्ति भनेको चाहिँ धन सम्पत्तिमा चाहिँ भर पर्दैन रहेछ धन सम्पत्तिमा निर्भर छैन रहेछ अब असल व्यक्ति र असल आचरण भन्ने कुरा चाहिँ केमा भर पर्दछ भन्दाखेरि असल सोच र असल आचरण कुनै ती असल सोचको कारणले असल कर्महरू गरे भने कुनै हुन् असल व्यक्ति 的确，但人也是做生过了，别村蒙不学要嘞，人家他推出蒙不买账，阿里年了呀，几千年也是做生提不都下是吧？现这些蒙不家要的，阿里得下，但也是做生提了，也呢松有的，对先不吃啊，也是做生了也呢松开的嘞，空嘛咕噜给也是做生，让人多噜给也是做生。 옹마 쫑루기 야라 조상 세네 숨요레스 공마 꿀루기 야라 조상 세디 소솔레 체와 소솔레 공도 예배 공마 된졸라 아니 그구르 슈당 딘디기 야라 조상라 공마 꿀루기 야라 조상 딜야 아니 니요레 링니 공마기 나라 최종의 셰바이나 라마 상게 최긴데 공마르 오 딘주 테데라 나란중어네 대바다 괴바 아니 꾸르티 어 딘디기 토네 아니 귀샵 체바티 예럽 조상레스 직체 아 직댕기 토네 셰바이나 소솔레 공마라 수요레라나 뽀뽀 모모 빠빠 아마 제조 아자 라소바 소솔레 겜바 인행기 빙자 뭐 열어와 대난시 치료라야 열어와 간도 소소리 겜바이나 어디 텔라 90제야 대주제 여럽 조상이다 90제에서 밤쇼로 거야 요 말에 90제네 소수 총으로 줘야 요 말에 그래서 근데 이마 윤도 대주 여럽 조상을 인지나를 이나야 respect to older love to children 근데 시고요 굉장히 냠도 거든요 배샤기 그래서 근데 이마 윤도 잡아 소솔레 미 겜발라 아니 귀샵 제야 된수테데 예럽 조상 레스체네 공마 꿀루기 예럽 조상 अब असल आचरण र असल विचारमा तीन प्रकारका विषयमा विभाजन गरेको छ त्यसमा चाहिँ के हो भन्दाखेरि प्रथम आफूभन्दा ठुलो वर्गलाई मान सम्मान गर्ने दोस्रो आफू सरसराको हुन्छ र तेस्रो आफूभन्दा सानालाई यिनीहरूले कसरी मान सम्मान गर्ने भन्ने बारेमा हो त्यसमध्येमा पनि प्रथम छ आफूभन्दा ठुलो बडालाई मान सम्मान गर्ने त्यसमा पनि दुईमा विभाजन गरेको छ धार्मिकसँग सम्बन्धित भएको आफ्नो लामा गुरु तिनी रत्न लगायतका सङ्घहरूलाई चाहिँ हामीले कसरी सम्मान गर्ने कसरी आदर सम्मान गर्ने भन्ने एक प्रकारको आफूभन्दा अब ठुलोले सम्मानमा पर्दछ दोस्रोमा छ यदि संसारीकै कुरा गर्ने हो भने हजुरबा हजुरआमा आफ्नो बुवा आमा लगायत आफूभन्दा ठुलो र छरछिमेकीका जुनै मान्छे आफूभन्दा ठुलोलाई संसारीको जुन आदर सम्मानहरू छ त्यो हामीले गर्न जान्नुपर्दछ
जस्तै जो उसले आधार सम्मान गर्छ ऊ सानो कहिले पनि हुँदैन ऊ ठुलो हुँदै जान्छ त्यसैले रेस्पेक्ट टु एल्डर लभ टु चिल्ड्रेन भनेको जतिखेर पनि हामी ठुलो बडालाई मान सम्मान गऱ्यो भने आफ्नो पनि अझै सम्मान आफू पनि चाहिँ ठुलो हुँदै जान्छ आफू पनि ज्ञान बढ्दै जान्छ र सानोलाई पनि हामीले माया दया गर्नुपर्छ भन्ने कुरा चाहिँ यसले के जनाउँछ भन्दाखेरि यो असल विचार र असल आचरणमाथि सम्मान पनि हामीले गर्न सिक्नुपर्ने भन्ने कुरा जनाएको छ त्यसै निबते राङयम डोलो सुदि सोसोदा डबु देन्जो पेना चिगी फामा चिगी पुगु यिनाया अनि सोसोदा डबु येबा तिन्दे योरवा छिलोला या ठोगु तिन्दे यिनाया सोसोदा डबु तिन्दे लो यिनाया डबु लोबजों यिनाया डबु तिन्दे गिरि योरवा ओ त तिन्दे गी नाङयम देन्जो फासु थु योंदे जाम्बा मारब छेगे समलो त मारब गी चबा छे तिन्दे माइमा छु जोम योंदे जाम्बा चिगी चिलाया सेमदा न्यबो ठोकचे सेमदा न्यबो ता ठोकबो ता तिन्दे छेबे थोने 아니 지금 삼로동다 야부땅야 내가 제다 야부치야 예럽기 삼바다 예럽기 쩨베 돌아야 아니 냠 지게 가수래 냠레 제야 냠도 봐 아니 지게 자와체야 아니 지게 딘데기 아니 간다 나냠 론 나냠 찍고 인게 펜준 찍기찍라 자제된 봐 펜준 찍기찍라 참제된 배 토네 직편 지도고 토네 야부체야 기강라 티버 쳬바디 오 랑냠 돌루기 여러분께서 अब दोस्रो छ आफू सरसराको साथीहरूसँग एक सम्मान गरेर हामीले काम गर्नुपर्दछ त्यसमा पनि आफू सरसराको आफू सम्मानको एकै वर्षमा पनि उमेरमा पनि अथवा चाहिँ पदाधिकार हो जुनै पदमा पनि जुनै पोजिसनमा भए पनि हामी एक सम्मानका साथीहरूसँग चाहिँ कल्याण मित्रहरूसँग कसरी काम गर्नुपर्छ भन्दाखेरि हामी एउटा असल सोच र असल विचारलाई एक सम्मानमा हामी लिन सक्छौँ र हामी एउटा अझै मैत्री र करुणा माया दया चाहिँ एउटा मनमा उत्पन्न गरेर हातमा हात मिलाएर एक आपसमा सहयोग गरेर हामी अगाडि बढ्न सक्छौँ त्यसैले पनि आफ्नो सरसरालाई पनि के मेरो त एउटा म सम्मान हो भनेर कहिले कहिले हामीमा एक प्रकारको असल विचार र असल आचरण भन्दाखेरि नागेर जाने प्रत्यक्ष अप्रत्यक्ष घटनाहरू हुन्छ त्यसैले स्वच्छ विचार स्वच्छ मन ल्याएर मैत्री र करुणाद्वारै आफू सरसराको साथीले हातमा हात मिलाएर चाहिँ सहयोग गर्दै अगाडि गयो भने हामी त्यसमा पनि हामी राम्रो कार्यहरू गर्नको लागि सफलता पाउनको लागि यसले ठुलो सहायता पुर्याउनेछ 어디직송 다 됐네 숨바 아니 숨바 디카레라나 옹마 쫑루기 예럽저상 옹마 세디 소솔레 총아 소솔레 로총아 소솔레 시행기 토네 총아 소솔라 벤조르 롱제 왕탕 딘데기 토네 소솔레 멤바 탑교바 데네 딘낭신기 베 네바 딘낭신기 베 지조나라야 베 시다기 통중당데 딘데기 리망고 요르와 오 딘조 테데라 소소원네 즉 소소때 첨부인 돈도 콘주 총중의 돈도 나게다 딘데기 토안에 콘조로 통중 캐스체야 자원이는 지겨 말했어 디체나 말을 그랬어 소소 갑수 첨보다 소소 갑수 야부여나 소소레 껴와데라 다동 참바체 다동 닝지체 코야 소소낭시 야부 차야라 로바체 그랬어 딘데 제소나 예럽조상래 쓰고 딘데 인자 옹마 경루기 예럽조상세데 어떻게 되게 말해 तेस्रोमा छ आफूभन्दा सानालाई कसरी माया गर्ने दया गर्ने अथवा विशेष गरेर जुन एउटा दुःख बिरामी भइरहेको छ आशाहरू छ सहयोग चाहिरहेको छ अथवा चाहिँ गरिबीहरू छ अथवा पद अधिकार केही पनि नभएको पनि हाम्रो समाजमा हामीले पाइरहेको छ यदि त्यस्ता साना आफूभन्दा जेमा पनि कमी कमजोर आफूभन्दा उमेरमा हो या धन सम्पत्तिमा हो अथवा चाहिँ विशेष गरेर दुःख कष्ट समस्या परेको बेलामा हामीले उहाँले अझ दुःख कष्ट दिने काम नगरेर उहाँलाई साँच्चीको हृदयदेखि नै मैत्रीले करुणाको सोच उत्पन्न गरेर माया दया गरेर चाहिँ उहाँलाई सहयोग गर्ने चाहिँ गऱ्यो भने यिनै असल विचार र असल आचरणको कार्य हो र
विशेष गरेर यो दिनमा तेस्रो जुन एउटा आफूभन्दा सानोलाई पनि हामीले चाहिँ मान सम्मानका साथ उहाँहरूले सहयोग गर्नुपर्दछ या तथा दे ngarang samju la khunzu de chaptam gu yo sare de yinza nge gi tanda mi yang thaba che gi yer mi yang thaba yongya la yerab choson chegure se ti she chai ta ni ba nang ba yang da ba che ya te chen yang da ba che ya ti kamanga shu gu she gi che kamanga yi na la nga zu ku sang ta chap phu gu nge chap de phu sha na yang nge she gi kenzu ya la ya ma che na tuk tuk do mo go wa che lö ji shu ne ya du kamanga chi sha gi da धर्मको बारेमा त्यस पश्चात बौद्ध शुद्ध बौद्ध कसरी बने र महायान बौद्ध कसरी बने भन्ने बारेमा प्रवचन हुनेछ अब यो 10 मिनेटको विश्राम पश्चात निरन्तरता हुनेछ अब यो बिचमा कुनै स्वयंसेवक अब भनौँ कल्याण मित्रै भनौँ उहाँले यदि जलपानको तयार गरेको छ भने यो विश्राममा चाहिँ यहाँले प्रदान गर्न सक्नुहुनेछ ya dene niba nangba yang thaba ane cheya nangba yang thaba khandes chegore se ta di korre dosru chai अब हामी सबै बुद्धको चेला हो बौद्ध राम्रो हामी हुनु पर्छ अब बौद्ध राम्रो कसरी हुनु पर्छ बौद्ध भने चाहिँ के हो भनेको विषयमा भन्न चाहन्छु नंगबा से दे ngaju susu gi miri gi thone ani nangba chaya yo mare ji khangbe ga la tarjo shaba chamgi nangba chagi yo mare khangbe na la sangi gi ku yo ba chamgi nangba chagi yo mare nangba yinda me khandis chagre se na mi samlo gi nangla kunju sumla kyapsu drebe kyamdru samba yo ba yina ani nangba chagre semgi nane kunju sumla kyapsu drebe samba mena nangba chagyo mare baudara abauda ko pharak chai kyo bande ki bauda hunu भन्ने चाहिँ बौद्ध भन्ने चाहिँ अनि आफ्नो एउटा थारले बौद्ध हुने होइन दोस्रो घरको माथि झण्डा राखेर बौद्ध हुने पनि होइन घरको भित्र त त्यो यो साना अब मान्छे डिस्टर्ब हुन्छ अब बस्नुस् घरको भित्र अनि बुद्धको स्ट्याचु अनि त्यो बुद्धको मूर्ति राखेर बौद्ध हुने पनि होइन बौद्ध हुनुको लागि के चाहिन्छ भनेदेखि हाम्रो मनको भित्र बुद्ध धर्म सँग रहनलाई मनदेखि नै मानेर उहाँको शरणमा गएको शरण गमन भन्ने त्यो चाहिँ चाहेको छ शरण गमन भयो भने हामी चाहिँ बौद्ध हुन्छ त्यो नभएदेखि हामी बौद्ध हुँदैन यो एउटा फेरि त्यसको माथि नाङ्बा छाने या नाङ्बा याङ ताबा छाबे नेबा यो मारे नाङ्बा याङ ताबा माछा पाया योरी अन नाङ्बा याङ ताबा से खरे सुदि कुंजु सुमला क्याप्सु ड्रो चम्मा इमा कुंजु सुमला क्याप्सु ड्रोने ड्रोवे कबला छे कुंजु ले क्याप्सु ड्रो गरे छे कुंजु ले क्याप्सु ड्रोवे लापचा दे ले गुन्डे ले यिछेबे थने अनि दिबा मिगेवा छु पंग केवा छु दुप तिन्जेगी लेन्डे न्यामने याबु छेबा इना अनि नाङ्बा याङ ताबा छाबु योरिस बौद्ध भएर पनि तुरुन्त शुद्ध बौद्ध अनि हुने होइन शुद्ध बौद्ध भन्ने हुनुको लागि के हुन्छ के चाहिएको छ भनेदेखि बुद्ध धर्म रत्नलाई शरण गमन भएको मात्र नभएर शरण गमन पनि गर्ने त्यसको माथि धर्म रत्नले शरण गमन गरेको कारणले त्यो धर्मको अनि त्यो अभ्यास मूल चाहिँ कर्म र फललाई विश्वास गरेर चाहिँ अनि पापको कर्म छोड्ने अनि त्यो कुशल कर्म गर्ने हो त्यस्तो के रे कर्म र फललाई विश्वास गरेर कर्म र फलको पालन राम्रो गर्यो भने अनि बौद्ध शुद्ध भन्ने चाहिँ हुन्छ त्यसो कारणले बौद्ध हुने बौद्ध शुद्ध हुने भनेको विषयमा चाहिँ थाहा हुनुपर्छ दिछे तातेने तदोङ राजो
낭배 낭네 낭바 양 타바 나네 낭바 양 타바 중원에 야부지 지기 라바 임바 이나 다 가리 개첨버레 라나 낭바 상게 베게 최라 퇴섬 곰숨 제고래 소소기 겹수 드세기 아니 군주숨 생인데 셴고래 와 나란조 군주숨을 겹수 도 세디 나도 상말이요 군주라 대바요 빼마서 야고래 군주라 대바체바 군주라 겹수 도 야고래 얘나야 군주숨 가르레에서나 나 하고메라나 바이 캔서우 시부저다 그러와 제자가 대바 제사기 군주숨데 마셔나 아니 군주숨라 겹수 돌라야디 만득바 말에 디거 야포레데 뿌타고직 차기요 말. 디 가르차고 올라나 몽데기 jam도 대바대야 몽데세기 차두고 요래. 저도 드리 뭐 인도 다 네팔리만 번으면 되게 शुद्ध बौद्ध बने एउटा राम्रो शुद्ध बौद्ध हुनुको लागि हामीले के गर्नुपर्छ भनेदेखि हाम्रो मनमा भएको शरण गमन छ नि तपाई कसले मान्छ बुद्ध धर्म संघ रत्नले मान्छु भन्छ नि हामीले अब बुद्ध धर्म संघ रत्नले तपाई मान्छ भनेदेखि बुद्ध के हो धर्म रत्न के हो संघ रत्न के हो भनेदेखि थाहा छैन भनेदेखि कस्तो भयो त्यसो कारणले जसलाई हामीले मान्छ त्यो मानेको बुद्ध धर्म संघ रत्न चाहिँ हामीले चिन्नु पर्यो त्यसको जानकार हुनु पर्यो त्यो थाहा हुनु पर्यो त्यसो कारणले हुनु त के रे बुद्ध धर्म संघलाई थाहा नभएर अनि उहाँलाई आस्था अनि उहाँलाई त्यो श्राद्ध गर्ने चाहिँ नराम्रो हो भन्ने होइन त्यो राम्रै हो तर त्यो चाहिँ के हुन्छ भनेदेखि एकमा अन्धविश्वास भन्ने चाहिँ हुन सक्छ दोस्रोमा त्यो चाहिँ टेम्पो लगार्छ स्थिर हुँदैन त्यो चाहिँ कहिले कोही नराम्रो मान्छेहरू आएर तपाईले त्यो विश्वास गरेको बुद्ध धर्म भन्ने छैन भनेर भन्यो भनेदेखि कहिले आफ्नो मनमा शंका लाउन सक्छ ए बुद्ध धर्म चाहिँ छैन रहेछ मैले त्यसै अनि आस्था गरेर रहेछ भने त्यस्तो हुन सक्छ त्यो हुन्छ भनेको कुरा पनि उदाहरण धेरै छ तिब्बतमा 1959 मा चाइनिजहरु तिब्बतको भित्र नआउनुको अगाडि चाहिँ त्यहाँ तिब्बती धेरैहरुले बुद्ध धर्मलाई धेरै मानेको छ बुद्ध धर्म संघलाई तर त्यसको पछि अनि कम्युनिजमको त्यो चाइनिजहरुले त्यो धर्म भने चाहिँ अन्धविश्वास हो धर्म छैन बुद्ध छैन धर्म छैन भनेको कारणले तिब्बतीको भित्र पनि धेरै मान्छेको मनलाई अनि त्यो के भन्छ के विश्वास बुद्ध धर्म पार्टी शरण गमन छोडेर विश्वास छोड्ने त्यस्तो पनि भएको थियो त्यसो कारणले कुञ्जुसुमलाई केप्सो ढो सेते छुना कुञ्जुसुम मोशेन कुञ्जुसुम सिंहले सेबे थने केप्सो ढोरे सक्यो भनेदेखि बुद्ध धर्म संघले चिनेर थाहा भएर शरण गमन चाहिँ गर्नुपर्ने धेरै महत्त्वपूर्ण हो 텐데 임바 인자 군주숨라 셰네 대바 토발라 군주숨 셰고래 군주숨 셰발라 아니 최롭종 제거다 최롭종 맞잖아 군주숨 생기 말해 रवा 저들이 임바 인도 बुद्ध धर्म संघलाई जानेर आस्था गर्ने हो भनेदेखि बुद्ध धर्म संघ रहन भने के हो भनेर चाहिँ थाहा हुनु पर्यो त्यो थाहा हुनुको लागि बुद्ध धर्म पढ्नु पर्छ बुद्ध धर्म पढ्ने भने चाहिँ धेरै महत्त्वपूर्ण हो 와 제가 최 롭종 쳐야 돼 하장 개점부리 다텔라 최 롭종 제세야지도와 최 롭종 제세야 돼 나나무 이마이나 최기 롭종 세대 자바기 최고래 아니기 최고래 나도 직된밖에 최 롭종 최고 말해스 대삼로도와 पाइला जमानामा धर्म सिक्ने भने चाहिँ अनि त्यो गुरु र अनिहरु भिक्षुहरु उनीहरुले धर्म सिक्नु पर्यो नापलामाहरु धर्म सिक्नु पर्यो हामी गृहस्थीहरु त के सिक्नु पर्दैन भनेर चाहिँ हामी बस्छ हैन हो ती 노트 첨부 시부 총아래 하고서와 삼로동다 최제긴기 미 잡아다 아니 되죠 가르치를 콘솔라 최롭종 제거래 가르치를 콘솔 최냠낸 제거래 류라 자체 컨바자 말했다 콘족이 삼로 나라 나 대화 되봐 나 동네 미되봐 디리
대화 되바도 동에 믿어봐 인자 대화 두비하게 탑람 시행거래 동에 세야게 탑람 시행거래 대화 두비하게 탑람도 동에 세야게 탑람데 최나로 송요래 대인자 장거래 시행거래 세네 잡아 안에서 최근에 장거로 와 나이나야 최장의 금진 디마도 다지 그 여자 최장기 인세 말이다 그래서 대단히 다지 비샤는 디그래 라와 제가 디임바 유드 잠바 그리스티 가사 키란도 키바 이나야 대와 대바 동에 메데베 삼로 면도에 쇼게네 공다 봐도 디기 종나 동에 맞죠나 상도와 나 동에 고에 생이 수요래다 요 말와 나 동에 고고면들라고 거로 아니 대와 대바도 동에 고고면나 대와 두베기 탑람 동에 세기 탑람 셴고 말베 셴고로와 티 셴고나 대와 두베 탑람도 동에 세베 탑람데 최낭라 요로와 티 인상 최장거래 최장나 셴그래 셴바이나 디기 둡토그래 동에 세토그로와 제가 디리이데 잡아 안에기 제거래서 역샤야면도 레와 제가 디리이바 인자 부ද්ධ 다르마 पर्ने भने चाहिँ त्यो के रे ढाबा आनी मतले गर्ने हो भनेर चाहिँ सोध्नु हुँदैन ढाबा आनीहरूले बुद्ध धर्म पर्ने र ध्यान अभ्यास गर्ने कारण के हो उनीहरूको मनको भित्र सुख चाह्यो दुःख चाहेन भने सोच त्यो भएको कारण हो यदि त्यो हो भनेदेखि गृहस्थी बाआमाहरूदेखि लिएर तपाईहरु पनि सुख चाहिने र दुःख नचाहिने एउटै हो नि अब सुख चाहिने दुःख नचाहिने एउटा हो भनेदेखि सुख प्राप्त गर्ने तरिका त्यसको उपाय के हो दुःखलाई हटाउने त्यो टेक्ने तरिका उपाय के हो भनेदेखि त्यो त धर्मको भित्र छ नि त्यसो कारणले गृहस्थीहरू पनि सुख चाहिने र दुःख नचाहिने एउटै भएको कारणले त्यो सुख प्राप्त गर्ने र दुःख मुक्ति गर्नको लागि धर्म चाहिँ चाहेको छ त्यसो कारणले धर्म चाहिँ सिक्नु पर्ने छ भन्ने कारण चाहिँ त्यो हो हाम्रो गृहस्थीहरूलाई मलाई सुख चाहिँदैन मलाई जहिले पनि दुःख चाहियो भन्ने मान्छे छ एउटै छैन त्यसो कारणले यदि दुःख चाहिँदैन सुख चाहियो भनेदेखि धर्म पढ्नु पर्यो अभ्यास गर्नु पर्यो त्यो कुरा एउटा दोस्रोमा यो कुरा चाहिँ मनमा राख्नुस् है हामीले बुद्ध धर्म धेरै ठुलो हो भनेर चाहिँ मान्छ नि है यदि त्यसो हो भनेदेखि यो बुद्ध धर्म चाहिँ हाम्रो यो संसारमा चाहेको छ कि छैन र मरे सांख्यिकी 최세야데 ngaranzola jigden dinala yo gore ko mare gorwa ta सांख्यिकी 최de jigdenla ne gona सांख्यिकी 최de jigdenla khandesene ne gore सांख्यिकी temba jinghingi kibu gorwa सांख्यिकी temba jinghingi kibudi khawane yugu yore 잡아다 아니기 나라 롭종체체 태바체 삼바체 곰갸네 라마 약부딘데 딘징이 기부딘데 라마딘데 퇴거로 딘징이 기부 라마 퇴야 돼 잡에 지도네 퇴거로 잡아다 아니기 지도네 퇴거로 잡아다 아니 디 미래 든도래 미라 디 간에 용거래 직댕기 빨라 아말라 쪽이 뿌고된소 디게데 칼레칼레 잡아 아니 체데 아니 딘소 칼레칼레 라마 차네 아니 템바 징구로 와 그래서 템바 징긴데 용사대 툭사대 kimbal로 도도와 그러봐 kimba 딘조기 수수보고 잡아 아니 마서나 긴두 용거르베 용거 말 긴두 싱에데 메나 딘징기 기부 라마 싱에데서 용거르베 용에 요 말에 레송아 딘데 인자 kimba 속이 수수보고데 아니 신에 잡아 아니 서네 아니 딘징기 기부 차고로 이네 kimba 딘조기 수수보고 잡아 아니 서야게 삼로 간데스 거르게 최라 대파 연아 아니 신의 최체가 요 부구결랑 최체나 약보래 답 아니죠 약보래 랍으로 kim박이 빨라 아말라 쿠란주 삼로 나라 최세나 남매 징매 더도 최체고 말에 최생이도 고 말에서 삼로 연아 수수 부구 답 아니 속에 걸어 말해 부구 답 아니 마서나 아니 템바 징gin기 긴디 용해요 긴디 마용아 예나 템바 징gin기 라마 용해요 팀매나 상기기 템바 냠도 그래 켄송해 금전 딜라 때네 디알레 샤샤나 쇼구체나 쇼구 빠치 거로 하이 금전 딜라 때네 상기기 템바 르부체 짜침부디 네 고구도나스 간데스 네 거리 라나 나랑주기 지조기 미 지조
나라서 김배 나라 상기기 쳐라 대바 유행에다 딘디지 거래 김배 나라 상기기 쳐라 대바 깨야 돼 딱봐 몽대 전에 대토야 요 말에 뒤즈 교원 두고 신유 yar게 두고 벤조리 yar게 두고 근데 이마 인자 지den기 지소 나라 쳐로 롭종 전에 대바 깨지 고마조나 나가모기 몽대 태양 냠 쳐로 롭종 제외 대바야 매 근데 지기 돈에 아니 쳐디 냠도 그래 내가 지신송아 내가 근데 이마 인도 kimba tsoki chwe jangyan di sangi ki tepa laya pengire gindungi de yongya la pengire ke chenpuchi layo da diri Nepal lima bansu dosru karan gristi arule dharma lai pornu parsa banyako dosru karan ke uvandike बुद्धको धर्म चाहिँ ठुलो हो धेरै राम्रो हो त्यो बस्नु पर्यो भन्ने सोच त हामीले छ नि तर त्यो बुद्ध धर्मलाई संरक्षण गर्ने तेम्बा जिम्बे किबु भने चाहिँ कहाँबाट आउनु हो संघ रत्नबाट आउनु पर्यो नि गिन्दिन है संघदेखि आउनु पर्यो नि संघ भन्नेहरू चाहिँ मान्छे हो जानवर होइन घरसाथी पशु होइन नि अब त्यो मान्छे भएको त्यो संघ रत्नहरू कहाँबाट आउनु पर्यो बा आमाको बच्चाहरू अनि त्यो लामा पर्नु दिएर बिस्तारै बिस्तारै पारेर त्यो किन्दिनु हुनु पर्यो नि अब बा आमाहरूको बच्चाहरू त्यो गुम्बामा पठाउने लामा पर्नु पठाउने भनेको सोच चाहिँ बा आमाले कसरी हुन्छ बा आमालाई बुद्ध धर्मलाई विश्वास भयो भने त्यो आउँछ बुद्ध धर्मलाई विश्वास छैन त्यो छैनदेखि बच्चाहरू यसरी पठाउँदैन यदि बा आमाले त्यो बुद्ध धर्ममा विश्वास नभएर बच्चाहरू नपठायो भने धर्म के अरे सङ्घ रहन चाहिँ हुँदैन सङ्घ रहन नभएदेखि धर्म रहन कहाँ हुन्छ त्यो नभएदेखि बुद्ध रहनै हुँदैन त्यसो कारणले कुञ्जुसुम भन्ने त्यो हुने एउटा कारण चाहिँ गृहस्थीको मनको भित्र धर्मलाई आस्था विश्वास चाहिँ हुनु पर्यो अब गृहस्थीको धर्मलाई आस्था विश्वास भने चाहिँ दुई हुन्छ एउटा चाहिँ अघि भनेको जस्तो अन्धविश्वासको आस्था अब त्यो चाहिँ बिस्तारै बिस्तारै हरेर जान्छ है आजकलको दुनियाँमा पैसा धेरै विकास भयो फेरि त्यो आधुनिक शिक्षा विकास भयो अहिले हेर्नु न बा आमाहरू चाहिँ धेरै यहाँ आउँछ नि अब बच्चा सानो सानोहरू धेरै नआउने चाहिँ कारण के हो है यदि यही समयमा आज यो भित्र चाहिँ अब यो भित्र चाहिँ आज यो लोसर हो आज मोचहरू छ भनेदेखि योभन्दा धेरै आउँछ होइन अब यो भनौँ त्यो पहिला वाङ भनौँ वाङ छ भनेदेखि योभन्दा धेरै आउँछ त्योभन्दा अझ लोसरको के भनेदेखि त्योभन्दा धेरै आउँछ त्योभन्दा आज यहाँ गीत गाउने के आउँछ त्यो फुटबल खेल्ने के बक्स आउँछ त्यस्तो त्यो वर्ल्डमा फेमस भएको मान्छे आयो भनेदेखि ल पैसा तिर्नु पऱ्यो भनेदेखि तिरेर आउँछ ल है अब अहिले त धर्मको लागि फ्रीमा आऊ भनेदेखि आउँदैन यस्तो समय पुगेको छ त्यो थाहा हुनुपर्छ त्यसो कारणले गृहस्थी बा आमाको मनको भित्र बुद्ध धर्मको लागि इच्छा बुद्ध धर्मको लागि विश्वास त्यो चाहिँ खत्तम भयो भनेदेखि हो मैले अघि भन्यो नि आफ्नो बच्चाहरू चाहिँ लामा पठाउने गाह्रो हो त्यस्तो भएदेखि गुम्बाहरू पनि बिस्तारै थुनुपर्छ थाहा भयो अहिले के खोलेको छ है पछि बिस्तारै थुन्नु अब गुम्बामा आउने लामाहरू छैन भन्छ यस्तो गरेर हाम्रो बुद्ध धर्म चाहिँ धेरै नष्ट हुन्छ धेरै समलताङ 용들 셈바빼 교구도와 저는 상계기 때문에 냠로야기 냠가 미망기 낭초 마장나 미망기 낭초라 대바 냠나 상계기 때문에 싸와코라 냠로야기 빼냥가요 근데 이마 인자 계란족이 냐다 가르치고요 낭배 쳐라 롭종체네 대박게 왜 터네 아니 소소 파마랑이 낭바체 김장 낭바체 김제 낭바체 룽발로 예배 미창마 낭바체 근데 중화이나 아니 김둥기 대여봐 공바 타상 여봐 아니 최기 지게 띠네 여봐 야부차 그래스 어떤속이 내가 직체 김진 딜라 때네 아니 키란조 묵디나 사마스키 미망속이 딱 낭쇼로 좀 쳐야 돼 고추 그래스 어디에 개첨부 제니슈고요 디직 체 야 사마자이 केरे बुद्ध धर्मलाई
आफै बौद्ध राम्रो एउटा हुनुको लागि के गर्नुपर्छ भनेको विषयमा आफैले बुद्ध धर्मलाई पहिला अनि धर्म सुन्ने चिन्तन गर्ने ध्यान अभ्यास गरेर अनि आफै बुद्धको चेला बुद्ध धर्म शङ्कररत्न भने चाहिँ छ भनेर थाहा भएर त्यसलाई अनि विश्वास हुनु त्यस्तो बनाउनु पर्छ भनेर चाहिँ भन्दैछु यसमा चाहिँ दोस्रो चाहिँ यो हो तेस्रो थेक्पा छेम्बो के अरे थेक्पा छेम्बो याङ थापा छेयास तेस्रोमा चाहिँ हामी महायान अनि बौद्ध राम्रो एउटा चाहिँ हुनुपर्छ भनेको विषयमा चाहिँ भन्नु चाहन्छु यहाँ एउटा कुरा चाहिँ मनमा राख्नुहोस् है नेगी थरिङ छप्सीगी केजा सिक्यो मारे छेता रिसुङगी केजा चिक ने सिक्यो अरे यिनजा नेङखेङगी ने थिसेम सा ताङरान्जो मुक्तिनाथ समाजलाई योबे मिमङ थिनङसिङगी तामाङ सेयादौ गुरुङ सेयादौ थिन्जिगी नाङबे मिमङ हिमालय क्षेत्रलाई योबे नाङबे मिमङ मंगबुचतुवा छेजा मिमङ दिन्जो देदिगे लोसर सुङजी कान्डे छिगदुवा छाङसा कप्सु तेन्डे कान्डे छिगदुवा मिसाबलेना तेन्डे खारे छिगदुवा थिनङसिङगी निरे गी नाला शोके या लाङने कुन्जो छोबालो सोबा कान्डे छिगदुवा थिङामजु ते योंदे रिसुङ खोराङला तेने तिन्जो ठेदिगे छेदा रिसुङदे फेने छु 용샤베 छेदा रिसुङ रेशा छेने लामसा हाकोए छियोरे यसोमा नेपालीमा भन्छु आज मैले यहाँ पोलिटिक्स राजनीतिक कुरा चाहिँ गर्दै छैन धर्म र संस्कारको कुरा संस्कृतको कुरा संस्कृत कुरा चाहिँ भन्दैछु त्यसो कारणले मैले यसरी यताउता जाँदाखेरि आजै मुक्ति समाजमा म आएको थियो हैन अब त्यसमा तपाईहरुले मलाई स्वागतम कसरी गर्छ रहेछ त्यो बेला के गर्छ रहेछ अब गीत गाउँदाखेरि त्यसको शब्द भित्र के छ रहेछ त्योहरु देखि त्यही दोस्तो गरेर तामाङ समाजमा गुरुङ समाजमा त्यस्तै गरेर चाहिँ छुसाङ समाजमा भनौं हाम्रो यो हिमालयन क्षेत्रमा भएको बौद्धहरुको जो समाज छ बौद्धहरुको जनताहरु छ त्योहरुले आफ्नो आफ्नो यो के रे लोसरको बेलामा कसो गर्छ रहेछ अनि त्यो छाङसाको बेलामा बिहाको बेलामा कसो गर्छ रहेछ आफ्नो आफ्नो एक दिनको भित्र बिहान उठेर कुन्जो छोपाहरु बुद्ध धर्म संघलाई पूजा गर्ने तरिका कसो गर्छ यस्तो हामीले हेर्दाखेरि तुरुन्त थाहा हुन्छ उहाँहरु सबैको धर्म र संस्कार चाहिँ तिब्बतबाट भएको अनि धर्म र संस्कार हो रहेछ संस्कृत हो रहेछ भनेर तुरुन्त चाहिँ हामीले थाहा हुने रहेछ है त्यसो कारणले हामी बौद्धहरु चाहिँ बौद्ध मात्र नभएर हामी चाहिँ के भयो भनेदेखि तिब्बतबाट आएको धर्मलाई मान्ने एउटा महायान बौद्ध भने चाहिँ हामी भएको छ त्यसो कारणले हामीले महायान धर्म भन्ने चाहिँ के हो भनेको विषयमा थाहा हुनुपर्छ छदा थेक्वछिम्बे छु सेयादे सांगिगी छु क्याम्डो द लेन्डेगी छु ति चावाशा ती गाला तेबशीगी छु दे चावाशा थेक्वमेम्बे छु दे सिदेनशा ती गाला अनि सोसु चुगु छु द सांलो माइबा मा नखादा न्याबे सिमजिन शेंगी अनि दिगी दुब्या द दोंगे सेयागी सांलो तांगने सिमजिन थामचेला 참바다 닝제 딘제게 삼로동행게 아니 미치글라 태보 첨부 쓰고요 태보 첨부 세야디 엔디지가 하나 샤브레 마야나 바우다 भने कस्तो हो भने देखि खर्च सिजल खर्च आधार रे फाउन्डेसन र आधारमा चाहिँ हामी एउटा बौद्ध हुनु पर्यो त्यसको माथि के रे त्यसको माथि कर्म र फललाई विश्वास गरेर अभ्यास गर्न हुनु पर्यो त्यसको माथि चार आया सत्यदेखि लिएर थेरावादाको धर्म जो छ त्योहरु सबै फाउन्डेसन आधारमा राख्नु पर्यो त्यसको माथि आफै मात्र नसोतेर अनि अरूहरु
सर्व पानेहरू भने आफ्नो जस्तो सुख चाहिने दुःख नचाहिने एउटै हो। उनीहरू भने दुःखदेखि मुक्ति हुनु पर्यो, उनीहरू भने सुख पाउनु पर्यो भनेर महाकरुणा र महामैत्रीय मनमा चाहिँ आउनु पर्यो। त्यस्तो महाकरुणाको मन सोच भएको व्यक्तिलाई महायाना भन्छ। महायाना भने चाहिँ थाहा भयो, यस्तोलाई भन्छ। त्यसो कारणले हामी महायाना भएको कारणले यस्तो महाकरुणाद्वारा बुद्धिचितद्वारा धर्म चाहिँ हामीले गर्नुपर्छ। त्यसो कारणले हामी ठिकसेमा हो महायाना हो भनेर महाकरुणा के हो भने थाहा छैन, बुद्धिचित के हो भने थाहा छैन, छो पारमिता के हो थाहा छैन भनेर बस्यो भने महायानाको धर्मै थाहा नभएर हामी आफै महायाना कसरी हुन्छ ल? त्यसो कारणले महायानाको धर्म थाहा हुनु पर्यो। त्यसो लागि फेरि महायानाको धर्महरू पढ्नु पर्यो। त्यो पढ्नु बेलामा सबभन्दा राम्रो के हो, यो तिब्बतबाट आएको छे चाहिँ हामीले पढ्नुपर्छ। थेरावादाको धर्म पढेर महायानाको शिक्षा र ज्ञान प्राप्त हुँदैन। थेरावादाको धर्म बेसमा राखेर, फाउन्डेसन त्यो के आधारमा राखेर त्यसको माथि हाम्रो यो तिब्बतको धर्महरू चाहिँ पढेर त्यसको भित्र शिक्षा र ज्ञानहरू के छ त्योहरू सबै थाहा हुनु पर्यो। त्यसो कारणले महायाना धर्म पढ्नुपर्छ भनेर भन्दैछु। त्यसको माथि म के भन्दैछु भनेदेखि हामीले महायाना धर्म पनि हामीले विश्वास गर्छ, मान्छ। त्यही दोस्रो गरेर हामीले अहिले जो पूजा सुजा गर्ने तरिका त्यो सबै त्यही हो नि, तिब्बतबाट आएको त्यही हो नि। तपाईँहरूले लुगा जो लगाएको छ, मैले अघि सोधेको थियो, छुपादेखि लिएर त्यो पछाडि राख्नेदेखि त्योहरू सबै तिब्बतबाट आएको हो नि, होइन? अनि त्यही जो होस् धर्म र धर्मसँग मिलेको संस्कृति त्यहाँ तिब्बतबाट आएको हो। त्यसो कारणले मैले यहाँ अनुरोध गर्दैछु, तिब्बतीको धर्म हामीले पढ्नुपर्छ। त्यो पढ्नु बेलामा अनि के अरे त्यो धर्म पढ्नुको लागि अनि के अरे केही खर्च भाषण खजामा रहे भाषा र अक्षर सबभन्दा राम्रो सम्बुडा लेबी हो। सम्बुडा भाषा तिब्बती भाषा हो। अब तपाईँहरूले सक्यो भने तिब्बती भाषा पनि सिक्ने। यदि तिब्बती भाषा सिक्नु चाहिँ गाह्रो छ भनेदेखि केही हुँदैन, त्यो सम्बुडा लेबी तिब्बती अक्षर चाहिँ अनि सिक्नुपर्छ। त्यो मङ्गोलियनहरूले हेर्न, मङ्गोलियनहरूले आफ्नो भाषा चाहिँ आफ्नो भाषा गर्छ, तर जो पुस्तकहरू ग्रन्थहरू पढ्छ सबै तिब्बती अक्षरमा पढ्छ। ध्यान अभ्यास त्यही गर्नु सक्छ। अझै हामीले लद्दाखमा हेर त, लद्दाखपाहरू भाषा चाहिँ लद्दाखमा आफ्नो भाषा गर्छ, तर त्यो छेउ पढ्नु बेलामा अनि त्यो कङ्गुर तेङ्गुरदेखि लिएर सबै तिब्बती। त्यो हाम्रो हिमालयन क्षेत्रमा भएको मुक्ति समाजको त्यो हाम्रो मान्छेहरूले त्यो किन गर्नु सक्दैन? त्यो चाहिँ हामीले त्यो गर्नु पर्यो। त्यसो कारणले मैले यहाँ अनुरोध गर्दैछु, आफ्नो खानापिनादेखि लिएर पैसादेखि लिएर मोडर्न एजुकेसनदेखि लिएर विकास गर्नुको लागि तिब्बती सोसाइटीलाई हेर्नु पर्दैन, जरुर छैन। तर आफ्नो धर्म, आफ्नो संस्कृति त्यसलाई विकास गर्ने हो भनेदेखि तिब्बतीहरूसँग मिलेर बस्नुपर्छ। तिब्बतीहरूसँग मिलेर उहाँदेखि ज्ञान लिनुपर्छ। ज्ञान लिनुको लागि चाहिँ हामीले त्यो गर्नु लास लाउनु हुँदैन। हामी तिब्बतीको धर्म संस्कृति र हाम्रो यो मुक्ति समाजको धर्म संस्कृतिहरू चाहिँ एकै मिलेको छ नि, होइन? त्यो एउटै हो नि। अब त्यसो कारणले धर्म र संस्कृतिदेखि हामी तिब्बतीसँग धेरै मिलजुल गरेर बस्ने। हामीले यहाँ फोटो राखेको छ श्री दलाई लामाजीले, हामी सबैले मान्छ। उहाँले धर्मद्वारा धर्मको लागि धर्मले कसरी गर्नुपर्छ भनेको विषयमा यस्तो सल्लाह सुझावहरू दिनुभएको छ नि, त्योहरू सबै पढ्नु पर्यो, थाहा हुनु पर्यो। त्यो पढेर चाहिँ हाम्रो अभ्यास गरेर आफ्नो यो समाजको भित्र चाहिँ विकास गर्नुपर्छ, होइन? त्यसो कारणले यो कुरा चाहिँ सबैले ध्यान दिनुहोस्। एकमा चाहिँ हामी कस्तो है, तिब्बतीहरूको भित्र पनि आजकल
तिब्ती भाषा र तिब्ती अक्षरहरू पढ्नेमा के भन्छ जोड नदिने पनि आजकल छ इङ्ग्लिस पढ्यो अर्को भाषा अर्को त्यसमा धेरै ध्यान गर्ने खरे अभ्यास गर्ने त्यस्तोहरू खर्च पढ्नेहरू पनि छ रहेछ त्यो धेरै त्यो नराम्रो होइन कि इङ्ग्लिस पनि पढ्ने नेपाली पनि पढ्ने हाम्रो मनको भित्र भएको विवेक छ त्यो प्रयोग गरेर जति ज्ञान छ हामीले सिक्ने र पढ्ने त्यो राम्रो हो तर हाम्रो जिन्दगी यो मात्र नभएर यो जिन्दगीको लागि पनि भविष्यको जिन्दगीको लागि पनि हामीलाई धर्म र संस्कार भने चाहिँ अझै महत्त्वपूर्ण हो त्यो दुईमा मोडर्न एजुकेसन भन्छ नि आधुनिक शिक्षा र यतापट्टि धार्मिक शिक्षा त्यो दुईटै हामीले चाहेको छ त्यो दुईमा पनि अझै धार्मिक शिक्षा भने चाहिँ धेरै जरुरत हो हामी यो जन्म मात्र होइन नि हामी फेरि एकचोटि मर्नु पर्यो नि अब हामी उमेर कहाँ पुग्यो छ त्यो सोध्न अब मरिसकेर फेरि के त्यो कागज आगोले बालेको जस्तो हो त्यहाँदेखि अर्को जन्म छैन भनेदेखि त धर्म गर्नु नपर्ने हो जरुरत छैन अर्को जन्म पनि छ नि फेरि त्यसमा भने कहाँ हामी पुग्छ नरकमा पुग्छ कि फेरि कहाँ पुग्छ यस्तो सोच्दाखेरि डर हुने हो नि त्यसो कारणले यही जिन्दगीमा पनि मन शान्तिले बस्न सक्ने फाइदा हुने पछिको जन्ममा पनि मन शान्ति हुने त्यो हुने त्यसको लागि धर्मलाई पढ्ने र ध्यान अभ्यास गर्ने त्यसको लागि मैले अघि भनेको छ नि धर्म पढ्नेको तरिकामा सबभन्दा राम्रो हामीले त्यो तिब्तीहरूले धर्मलाई कसरी पढ्छ कसरी विकास गर्छ त्यसलाई एक्जाम्पल उदाहरण लिएर हामीले पनि त्यो गर्नुपर्छ भनेर चाहिँ म यो चाहिँ भन्दैछु हो दिचिक छ त धेरै अनि त्यसको पछि चाहिँ मैले यो भन्नु चाहेको छ अहिले बुद्ध हामीले त्यहाँ छ नि बुद्ध धर्म विकास हुनुको लागि बुद्ध धर्मलाई संरक्षण गर्नु पर्यो त्यसमा 3 तरिका छ एक तरिका चाहिँ बुद्ध धर्मलाई पढेर संरक्षण गर्ने सांघिक छेलो लुप्चोङ छेने टेम्प सुन्जोप छे दोस्रो बुद्ध धर्मलाई ध्यान अभ्यास गरेर संरक्षण गर्ने सांघिक छेलो या कोम न्याम्ने छेने टेम्प जिया सुम्बा सांघिक टेम्प तोप गिजे बास आफूलाई पद अधिकारहरू छ होला आफूलाई अनि के दान दौलत छ होला आफूलाई मोडर्न शिक्षाहरू छ होला त्योहरू सबै प्रयोग गरेर त्यसको बलले बुद्ध धर्मलाई संरक्षण गर्नुपर्छ हो त्यो पनि एउटा कुरा हो त्यो पनि ध्यान गर्नुहोस् धर्म संरक्षण गर्नु बेलामा कहिले आफैले पनि गर्ने तर कहिले समाजसँग गर्ने कहिले धेरै खर्च दे छोक मंगबु जम्ने मिछो जम्ने समुदायहरू सबै मिलेर गर्नुपर्छ त्यसमा उदाहरण हामीले बुद्ध जयन्ती मान्छ नि त्यो धेरै ठुलो हो बुद्ध जयन्ती मान्नु बेलामा हाम्रो यहाँ पोखरामा जति छ बौद्धहरू सबै एकता भएर त्यो बेलामा सबै भेला गरेर चाहिँ बुद्धको त्यो बुद्ध जयन्ती चाहिँ मान्नुपर्छ पर त्यो मात्र नभएर बुद्ध जयन्ती मान्नुपर्नेको कारण एउटा के हो बुद्धको कृपा बुद्धको गुण ज्ञानहरू चाहिँ हामीले अनि याद गर्नुपर्छ त्यो चाहिँ धेरै ठुलो हो सांगे जेसो ठेम्बा भन्छ नि जेठे भने चाहिँ त्यो धेरै कुरा हो त्यसो कारणले सबैले त्यसलाई चाहिँ ध्यान दिनुस् भनेर चाहिँ भन्नु चाहेको छ त्यो सँगै म के भन्नु छ भनेदेखि हामी बौद्ध जति बौद्धहरू छ जति अनि बौद्धको समाजहरू छ सबै एकता हुनु पर्यो कहिले मैले यस्तो पनि देख्छ रहेछ है एउटै मान्छे एउटै बौद्ध एउटै हो तर फेरि त्यो भित्र मेरो समाज तिम्रो समाज भनेर चाहिँ अनि यताउता नजाने हुन्छ नि त्यो गर्नु हुँदैन मेरो विचारमा धर्मको लागि हाम्रो यही समाजको मान्छे भने अरू समाजमा गएर धर्म सुन्ने धर्मले पढ्ने अरू समाजमा भएको मान्छेहरू पनि त्यहाँ चाहिँ धर्म देशना छाड्छ भने यता आएर चाहिँ गर्न सुन्ने यस्तो चाहिँ हुनुपर्छ म तपाईहरुले यस पारमा मुक्ति समाजमा भएको अनि जनता तपाईहरुलाई धेरै धन्यवाद भन्न चाहन्छु
हुनु चाहिँ बुद्ध धर्म परिचय पोखर बुद्ध धर्म परिचय समाजले धर्म त्यो देशना गर्नुको लागि त्यहाँ के अरे आयोजन गरेको छ त्यहाँ एउटा छ नि के अरे त्यो घरलाई के अरे त्यहाँ समाजको हामी बिहान पर्छ नि नागबदी समाजमा धर्मदेशन हुन्छ नि त्यहाँ अब तपाईहरु यहाँ समाजको मान्छे भएर भने त्यहाँ आएर सुन्नु नि ओ यस्तो हुनुपर्छ यो एउटा राम्रो उदाहरण हो नि अब नत्र मनमा हामी त मुक्ति समाजको मान्छे हो किन त्यो समाजको भित्र धर्म सुन्नु जाने भने त्यसो भयो भने देखि फेरि त्यहाँ आउँदैन त्यहाँ नआयो भने कति नोक्सान भयो अब अहिले 10 दिनको भित्र 10 दिन हुनु लागेको छ त्यो भित्र तपाईहरुलाई कति फाइदा भयो है त्यसो कारणले मैले अघि नै भने नि ओपन माइन्ड खुला मन ठुलोले सोचेर जहाँ हामीलाई ज्ञान पाउँछ जहाँ हामीले धर्मको शिक्षा र ज्ञान पाउँछ त्यो चाहिँ लिनु जानुपर्छ आफूले त्यो प्राप्त गर्न सक्नुपर्छ आफूले खुसी आफूले फाइदा हो त्यसो कारणले मन ठुलो सोचले यो चाहिँ यसरी गर्नुपर्छ भनेर चाहिँ भन्दैछु 다파진 참샤나 야고요라 근데 이 인자 땅에데 넘버초라 가리슈고라나 मुक्ति समाज नारा येबे मेमंग किरांजो 다린 제바디 가부시부 총송 किरांजो मोने जाने 지게 제당 제 된줄라 때바이나 최다 리숑 단다야 무튀네 최다 리숑라 가보 대바치와 야부레 단기 초직내 몽데스네 러기요레 셰네 대바토베 왕도 따나 몽데디 탑교보레데 이나야 몽데 랑기 토네 이나야 다다바도 상기기 땜발라 대바체네 대바레 띠 드기요레 계란족이 단다 마네 사야다 꼬라야다 차 춤부 제바데 노르샤 섬기요 말다 띠 노르요 말에 이나야 띠 지두 잠바 균젠nen가 마셰데 제바 인자 균젠 셰바체 세네 딜럭고 तिमीहरु छेवा नर्यो मार समझता यहाँ पानी छ नि यो पानी राम्रो हो भनेको कारण मलाई थाहा छैन हैन तर मैले पानी खायो नि खाएर मलाई यहाँ के रे कसा मिगबेगी कोम्बासेलवा खाइ कोम्बासेलवा ताङ तिर्का मिट्नुको लागि फाइदा भयो मिठाउनु र तिर्पा मिठाउको लागि फाइदा भएको छ नि है त्यही दोस्रो ओ माने पेमो गर्यो भने फाइदा के छैन भने पढेको छैन तर माने गरेर पुण्य त कमाइ सक्यो नि हैन त्यसो कारणले माने गरेको त्यो छेपा गरेको अनि के कोरा गरेको त्यो शब्दन गरेको त्योहरु नराम्रो हो त्यो भएन भन्ने कुरा होइन त्यो राम्रो हो तर त्यो राम्रो चाहिँ अझै राम्रो बनाउनु पर्छ भनेको हो अब अझै राम्रो कसरी बनाउनु पर्छ भनेदेखि हो त्यो धर्मको परायहरु जति भयो भने त्यति फाइदा छ अब तपाईहरुले पनि माने गर्छ नि मैले पनि माने गर्छ नि तर फरक धेरै छ मैले माने गर्नु बेलामा मान्नेको मतलब सबै थाहा छ ध्यान कसरी गर्नुपर्ने सबै मलाई थाहा छ त्यसो कारणले मैले त्यो तरिकादेखि गरेको अब मैले झुट नबोले भने तपाईहरुले माने बुम एकचोटी गरेको र मैले माने एकचोटी गरेको फाइदा एउटै होला पुण्य त्यो कहाँबाट भएको ओ यो पूर्वाभ्यासमा फरक मूल विषयमा फरक अन्तिमको प्रातमा फरक त्यो तर पुण्य दुईटाले कमायो तर एउटाले धेरै कमायो नि एउटाले कम्ती कमायो नि हो त्यो फरक चाहिँ परेर ध्यान अभ्यास गरेर त्यो भएको त्यसो कारणले धर्म गर्ने चाहिँ सिक्नु पर्यो भन्ने कारण चाहिँ त्यो हो त दिइन्थ्यो ठिक छ दिने खरे लया दिँदो छैन तथामध्यले थिरे अनि छेजंगा खेरान्जुगीता थादापदु छेपादी अनि मण्डिकपा मारे डिगियोरेस छेते छेतङ यार्के तयाता पु थाको योयाला सांगिगि छला थेसम गुमसुम यापुचेने छेरोचे सेने शुया चिक्छे शेंगे दिनजुटेदे सांगिगि छला थेबचिगेन्जि सोथुवा छेगोरेस केरान्जु मिग्यंगोचो जोबा당 아니 मुक्ति समाज की छेदरिशुं लाखसुं स्लाबना फांगबोरे
저 계란조 겜바 조기 제나야 최도 리슝테 미럽네 미럽 내야가 된다라 셴게 된조 최도 리슝로 추 텐도가 쳐 어디직 개주무지는 쉬에 직제 되네 단기 슈바나시 달롱안조 야부시부 총바디 다 상이 알레 상이 쇼경안조 곰게디 매바치기로와 나타리 때 대보 마총라 때 맨주지체 상이 쇼게 매바체 나는가 쇼게 곰요르다 나는가 쇼게 동방이 곰야디 라요르디체 되네 상이 추즈 개바네 낭추디양 요르다 상이 추즈 개바기 낭추디 요르 쇼게 곰디 찍고요 말에 개바기 낭추디 요레 갸셀랄루스는 요레 디슈에체 디 계란조그 단다 무트니 요하나시 무트니 제로체 슝망 아sam마임바 캠부 기시 약부된데 대와 패여나 딘디슈 파기 곰바나라 기시 캠부 요레 단다 파기 가리 끼데라 곰바도와 가르사디 가르 곰바사 안 사제디 민 가르사 샹간데 초고로 곰바 사니 오 파기 곰바데라 캠부도와 캠부디 기시르다 빼자 약부 요레 제선 참점 캠부디 딘디슈 기시 딘디슈 알롱 딱딱해서 빼야지 내 지금 제로치 얘 계속 개좀 쉬어줘다 닝마 까규 사캬 때쇼와 테라와다 마하야나 와저야나 닝마 까규 사캬 길룩세지 도와 최디 창마 상계기 최 직받지장래다 디나라 예와체 마차 예와체네 최 카땅들의 마차 디최 창마 직받레스 직체 창마 상계기 최래 그래서 디나네가 히말라야기 쳇다나라 예베 닝마까기 사케 길로라야 최디 시가 최남다 따와 곰바 제바 넘버 타바레다 디약부 디둑자라야데 요 말다 계속아 오 디직 디약부 디둑자람나 최라 템비 디파 쳐부살 디 큐는 맞아 그래서 니기 닝마까기 사케 길로 약부레 라야데 샵시 톤을 납고 말다 가르사 demingde 가르사 라스티딕 톤을 납고 말다 나랑기 닝메 라마 띵 닝메 쳐라 퇴섬 야 가우치스 어데도 할로 할로 어디 때쇼아 까마지 쇼아 제상 니기 닝메체 닝마 까규 사케 길룩체 약부레 라야디 첩시기 계자 말해라 지된 최계게 야양레스 자차외기 계자 말해다 그러와 니기 닝마 까규 사케 길룩체데 약부레 라야디 컨데스 랍고요라나 나라랑기 닝메 라마 딘좀 rumbuche digun kenze rumbuche ani ningme lama de karsa manali la yebe lama halebe yakujore kenji tupde wese kongzo number 2 ani tsane ningmege wangda long thidenzo shuyore rowa gyaurumjen tsane ya ningmege wanglong mangbutobyore 구상라면 샬롱소 망고토 제가 최도 상말로 롭종 제네 아니 예 약부 요레스벼 예 잉잉메라마 시대요 시 어테리 디낭시 까규기 최도 약부를 라야디 간주마주 말해 나 충중 갑라 겨와까마바 구콩마 군진 주죽바 예 라마테 요레 왕슈 요레 단다기 미제 딜라 예나야 아니 저기 까규기 라마 아니 저기 라마 로상 시럽 슈게죠 콩자는 얘기 끄규기 되는 차게춤보다 나루추루 라소바 뼈 쪽숨 차상 롱당 티 슈리 파게 만날릴이야 아니 저기 끄규기 라마 뺨마스 약고요래 학바도 툴코를 빼 캐바스 시부지르다 로와 콩자는 얘기 아니 왕슈요리 아니 끄규기 최슈요래 저자가 드리임바 인도 된수 소수 장네 셴바리 단 사케가 토라
나랑 원에 사교 공마라 대바 시부지요. 사교 공마게 라마 땡기 슈 콩게야 디그레 케랑에 로마티 제기니 살로로 대바 샤네 템데기 전에 당보 셴바 신달기 최 난게인 송 나당 콩 찍고래 샤낭라 셴바 시들기 최 슈바이 아니 디디 잠바 똥방이기 꼴라 저텔레 슈바이 콩기 송구도 사게기 똥니다 루 길룩베 똥니라 예와 메스 어디 송소 세부 시부지 송여래 저 드레 임바 인자 콩자는 슈이 다동 콩자는 예 사게기 최신 왕롱데 슈고삼 두즈 마라바체 어느 콩탱상 공로 토보 뇽 아니 망분당 토면도 다 쇼마 도지된데와 낭야기 차시 요레스 고뇽이 항아랑 되게돼야 슈고삼데요 지당 야오름 제자네 사게기 최 domsum라비에다 대저 슈이 아니 사게기 라마 셴다 사게 키르름주 공공원주 자네 체메 고르기 롱다 티다 아니 따와 골라 아니 저게 독지슈야 어떤수 슈제 나라야 사게 라마 니 사게기 최슈서 숨 사게 랑글라마 니 도스 땡체 도스 제베이 따르 길로 발라마다 망부요 줍디 좁게즈요 제장가 강들 닝마가규 사게 길로 길라마 때네 최슈네 최라 장네 가리 캐버도면도 창마 삼로 땅네 아니 캐버 매바 약부여바 창마 넘버 타바 임바지 셰네 계란조로 쉬고요래 진짜 드레 인자 계란조 메망소 이나야 출루 벽이 추기 시갈라 대바체 얘는 소소 결경원네 조 배사게 체네 디그리 베네 계란조 롱원조라 사게기 템바 숙청부 다르도와 디 다르와나시 소소기 조데 사게데 낭 되네 냠도 닝마가규 사게 규루 상말라 도낭제 최슈 왕롱 티슈나 캡상으로 저서 드레이 뭐 윤디 어디 토르 샤교 샤야데 개첨부 레스체네 예 세부체네 어디 쇼야이 되네 타마텔라 계란조 상마 아니지 미제 항마텔라 네메바 세링와 아니지 따시바 로렉바 학버도 미질 항마데 로 최소 좋아 최 람돌로와 람라 파제 메바 딘데기 모놈 슈기당 덴마세 아니 나란조다 마옴바 양갸르 투 케란조 룽바 코라나라 낭초 딘데 롭종 모조 딘데 제토바 곰데조 랍토바 종나 미망을 펜루로와 덴조 레와예 아니 조데 세디자마임베 개와니 개발라야 아니 첸댕기 개외싱이 제네 아니 개외싱이 디드네 아니 상기기 철로 퇴섬곰바 타르점바 제네 상기 뉴르도 토비하기 몰롬유 쉐이 투지체 올라서 다 창마 타마데 몰롬 견쇼와 오이 좀베 바wo 제다레 겐바다 근도 상보 대